पानी गयो घाममा हिँड्ने नि म हेलो फ्यामिली हाई माई युट्युब फ्यामिली आज म बहुत एक्साइटेड छु किन भन्नु न भ्यासलिन लगाउन पाएर भन्ने अरे भ्यासलिन लगाएर होइन किनकि मैले ट्राइपोड किन्ने सोचेको थिएँ त्यो फाइनली आज आउँछ बिकज किन एकदम ह्याप्पी भनेपछि मेरो फेभरेट बार सोमबार प्लस आजदेखि म अब हनुमानजीको के चालिसा समथिङ के पढ्छु भनेर सोचेको अब हेरौँ के हुन्छ लेट्स सी जस्तो राम्रै आइदियो हुन्थ्यो त्यो के भन्छ त्यो ट्राइपोड प्लस साइडमा त्यो गोलो गोलो लाइट छ कति पर्यो थाहा छ 3000 अलिकति टिप्सको पैसा अलिकति मेरो एकाउन्टमा थियो अलिकति सापट थिएन कि लिटरली मसित पैसा थिएन त्यही भएर गरेको आज आइफोन भन्न बिहान बिहान सपना देखेको थिएँ नि त आइफोन 13 होइन आइफोन 16 त पिङ्कवाला है दुईवटा क्यामेरा यस्तो यसरी अट्याच भएको त्यस्तोवाला अङ्कलले किनिदिनु भएको थियो सपना देखेको थिएँ त्यही आइफोन भन्न अब म तुलसीमाला लाउँछु बिकज पिरियडमा निकालिदिन्छु अनि त्यसपछि लाउँछु खै आजभोलि अलि भगवान्प्रति मन आएको छ नि त लागु चाहिँ टप लाउनु पर्यो ड्युटी जान्छु रेडी हुनु पऱ्यो 10:30 को ड्युटी छ 3टा उस भएको छ 3टा अनि अब युट्युब जर्नी स्टार्ट गर्ने भने चाहिँ यो ब्याकग्राउन्ड अनि क्युट प्रिन्टेड लुक गराउने हो क्या मेरो अब यो मलाई विशालले दिएको थ्याङ्क यू विशाल यसको लागि लगाउनु पऱ्यो नि त अब यो लगाउँछु ड्युटी जानु पऱ्यो बाई अब म रेडी हुन्छ दिस इज माई टुडे आउटफिट यो पेट अलिक ठुलो हो पेट हामीलाई सानो गराउँछु मलाई त धेरै कुरा किन्न युट्युब जर्नी स्टार्ट गर्न लाग्छ नि त अनि म्याट किन्न योगा म्याट अनि 999 सबमा जान थोरै गर्दै मेरो इच्छा पुरा गर्छु बाई अमन ड्रेस लगाएर देखाउँछु पानी गयो मेरोमा पानी ओहो पुरो भयो दिस इज माई मङ्गलसूत्र लगाएर कराउँछ पेपेको साउनी कराउँछन् कारण नारी फ्रेन्डली हुनुहुन्छ अब दाइको त भन्दैन बट म्याडम इज टु फ्रेन्डली विथ मी अदर पिपल से जे भने नि भन्नुहोस् मलाई के सनस्क्रिन त लगाइसकेँ मैले त केही लाएको हुँदैन त्यही सनस्क्रिन मात्रै हो दिदीहरूले भाटपट्टि पनि दिदीहरूले मोइस्चराइजर अनि समथिङ अनि टोनर लगाऊ भन्छ टोनर पनि ट्राई गरेँ मोइस्चराइजर पनि ट्राई गरेँ अब मेरो स्किनमा सुट गरेन मैले के गरेँ तिमी आउँछौ कि आएको बे गरौँ मैले के गरेँ तिमी आउँछौ रेजिस्टर गर्नुपर्छ त हल्का नक्का पारेको अब लिपस्टिक लाउनु पऱ्यो मोजा लाउनु पऱ्यो जानु पऱ्यो मोजा सुकाइसकेको छ लाउँछु जान्छु तिस्यो बिकज बाटो कति बेर बसिन आउँछ सुन्नु खतरा वही स्मेल जान्छु म बाहिर अब मैले अनबक्सिङ यसमै गर्नु पऱ्यो यो किनेको अनबक्सिङ मेरो ट्राइपोड बाई अब म ड्युटी जान्छु 10:30 भयो 15 मिनट्स लाग्छ ड्युटी जान बाई चस्मा लगाएर खतरा कुल देखि न कुल खोइ कहिले देखियो घाममा हिँड्ने नि मभन्दा काली हुनु
Airport. This is my Basanti. Hello my YouTube family. आज सेकेन्ड ब्लग हो. लेट्स सी कस्तो हुन्छ. तर कस्तो आफूले आफूलाई त्यसमा हेर्दाखेरि कस्तो नर्भस कस्तो भयो. तर बहुत गर्मी छ यहाँ जेठ. अब असार पानी पर्ने सिजन हो. त्यो पनि गर्मी त गर्मी नै छ होइन. म ड्युटीबाट आएर उहाँहरू पनि यस्तो पसिना छ. यहाँ यता फ्यान चलाएर हल्का 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 शीतल भएको छ. तर गर्मी छ. केही भएन. त्यहाँ मैले यस्तो शिव भगवानको भक्त हो नि त. त्यही भएर यस्तो गराएको छु. केही भएन. आज म के देखाउँछु थाहा छ हामीलाई. लेट मी के भन्छ. म केही कुरा देखाउँछु हामीलाई. गेस ट्राइपोड. मैले ब्लगिङ त हिजो गर्छु भनेको थिएँ तर भएन. के भएन. हिजो फेरि ग्रुपमा बोलेँ रञ्जना मनिषहरूसित अनि हजुरहरूसित पनि ग्रुपमा बोलेँ. अनि मेरो लागि कुरेको थियो है. अनि टाइम पनि पाएन. अनि आधा गरिदिएँ ट्राइपोड. अनि रुम डेकोर गर्नको लागि एउटा उसले त्यो ठुलो त किनेको थिएन. त्यही हो यो त्यो के वाल प्रिन्ट ड्रेस के भन्ने देखाउँथेँ इन्स्टा फिडमा. त्यही भएर सानो टिस्यु पिस. म अब अनबक्सिङ गर्छु. कस्तो छ लेट्स सी. पिले चाहिँ पाएन. म त चप्पल हालेँ कैँची. मसित कैँची छ. अरू केही छैन. बिलेट आई डोन्ट ह्याभ एनिथिङ. भगवान् राम्रो भइदिनु प्लिज गरेर. मेरोमा साइनले पड्काउनु भन्थे. म त काट्दिएँ. स्मार्ट फलो सेल्फी स्टिक क्युट 13 किन आइरह. म थाहा आइफोन 13 प्रो मैक्स किने मेरो बहुत ठुलो रहर थियो. त्यही भएर यो मोबाइल रेडमी 13 किने. अब खै अनफर्चुनेटली घुमी आइहाल्यो. अनि यो पनि सेल्फी स्टिक किनेर 13 के हो. मैले 13 मसित के रिलेटेड छ के म अघि भर्खर खोलेर भएन. फेरि देखाउनु त पर्यो भिडियोलाई. त्यही भएर तर राम्रो लागेको छ. ह्याप्पी. वाउ द प्रिमियम क्वालिटी कम्बिनेसन छ यो. लाइक इट. ट्राई. म्याडमले कत्रो फिट हुनुहुन्छ नि. यहाँदेखि टन्नै छ. म त कस्तो शिवजी जस्तो देखेँ. राम्रो देखिन. योवाला फेस चुम्मेश्वरी लाग्छ क्या. चुम्मेश्वरी यतिको यो अलिक टाइट गरिसकेको छु. वाउ. अनि यहाँ फेरि उस हुन्छ रिमोट कन्ट्रोल कसरी. अनि मैले म भिडियो हेरेको त्यही भएर थाहा भयो. थाहा छैन यो भयो होइन. म पाएँ. यो देखाउनु पऱ्यो कि यो भएन. यसको लागि यो किनेको त देखाउनु पऱ्यो. यो कसरी हुन्छ. जोड्नु बाई के हो यो. के रहेछ बा. मैले कस्तो मजाले देखाएको थियो. नखसोस्. यहाँ फम्सन केही विचारेन. नखसोस्. वाउ यो
वाउ Wow. यसो देखेको 3 सेकेन्डसम्म होल्ड गर्ने जान्छ यसमा 3 सेकेन्डसम्म होल्ड गर्ने चलेन भयो मन परेको मान्छेले चुप हाल्नु केही हुँदैन हो त वर्थ इट यो 500 को वर्थ इट लाग्यो ल तर अलि बचायो मिटी हुन्छ वर्थ इट यो मैले अनलाइनमा कति देखेँ यो मलाई गर्न आएको थिएन फेरि भिडियो भइरहन्छ यो मलाई आई लाइक इट ल अब यति भन्दै म आफैलाई बिदा गर्छु म कस्तो मोटो देखेको बेला स्पार्कल गाइज डोन्ट जज मी इट्स माई नेचर मलाई भाटबाटिङको दिदीहरूले भन्नुहुन्थ्यो तिमी भिडियो मार्कै छौ रियल मार्कै छौ भन्नुहुन्थ्यो उहाँहरूको ओपिनियन होला बट सरी गाइज इट्स मी इन आउटसाइड अर इनसाइड म हजुरहरूसित धेरै टाइम स्पेन्ड गर्न पाउँदैन नि त त्यही भएर नि होला हजुरहरूले मेरो भूतवाला रूप नदेखेको लाइक जलीवाला जली भन्छ उसले जली भन्थ्यो के भन्छ उसले क्या गौतमले जली राखेको जली टर्न गाइज हजुरहरूले पनि यो किन्नु होला मैले त अनलाइनबाट गरेको हजुरहरूले आफ्नै साइड स्टोरबाट किन्ने पनि हुन्छ जस्ट वर्थ इट अब यो यसको मैले स्किन टेस्ट यो यहाँ फुल बनाउँछु आउँछ भिडियो स्लोली मैले लगभग 15 दिनपछि बनाएँ सेकेन्ड भिडियो आउँछ सामान जुटाउनु पऱ्यो फर्स्ट अफ अल त्यस्तै त हुने यो पिसो किन्नु भएको छैन मलाई यसो पिसो युज गरेर पनि राम्रो अनि नक्ली प्लान्ट ल्याउनु पर्ला ग्रिन प्लान्ट त्यो त किनेर ल्याउँछु अरू भने हातले बनाउँछु आई हेभ म्याजिकल ह्यान्ड ल यो अब यसको प्लास्टिक हामीले थाहा हुँदैन अब राति भइसकेछ गुड नाइट गुड त्यही हो मेरो भिडियो राम्रो लागेकोमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै म बिदा माग्छु बाई सी यू नेक्स्ट भिडियो